हेलो नमस्ते साथीहरू। आज चाहिँ हामीहरू गाउँतिर आएको छौँ है, धेरै पछि। अनि मेरो बुढा नि 2-2.5 वर्षपछि बल्ल बल्ल घर आउनु भएको छ। घरमा चाहिँ एकदम रमाइलो माहौल छ र हरियाली पनि छ है। बर्खायाममा पानी परिरहने आज चाहिँ एकदम सफा मौसम, घाम लागिरहेको हुनाले हामीहरूलाई चाहिँ जागर चलिरहेको छ। मेरो बुढाले चाहिँ भन्नुभयो आज चाहिँ जुस बनाएर खाऊँ है त बुढी भनेर भन्नुभयो। हुन्छ भनेको मैले चाहिँ बुढा चाहिँ एकदम एक्साइटेड भएर आफै आरू बारीबाट ल्याएर अनि बिहान मैले चुकुन्दर ल्याइदिएको थिएँ। मम्मीले स्याउ लिएर आउनुभयो। अनि त्यसपछि चाहिँ मेरो बुढा एकदम एक्साइटेड भएर आरू लिएर एकदम रेडी पारेर है पुदिना कागती सबै ल्याएर राख्नुभयो। अनि त्यसपछि चाहिँ मैले चाहिँ अलिअलि आलु छिलेर राखिदिएँ, आरू चाहिँ छिलेर राखिदिएँ, चुकुन्दर पनि छिलेर राखिदिएको। अनि बुढाले चाहिँ काटेर मिक्सीमा अनि रमाइलो गर्दै हुनुहुन्छ। मेरो बुढा चाहिँ पानी लिन जानुभएको छ। म चाहिँ आरू काट्दैछु, काटेर राखिदिन्छु। बुढाले चाहिँ पानी लिएर मिक्सीमा पिस्नुहुन्छ। त्यसपछि चाहिँ एकदम हामीहरूले सबै रेडी गरिसक्यौँ है साथीहरू। अनि त्यसपछि अब एकदम एकछिनपछि पिस्नुहुनेछ। पिसेको भिडियो चाहिँ स्किप गरेको छ, राखेको छैन हामीहरूले। अब सिधै जुस रेडी पारेको हुनेछ है साथीहरू। अब जुस चाहिँ रेडी भइसक्यो। अनि उहाँ चाहिँ मेरो बुढा एकदम खुसी हुनुभएको छ है। आज बुढाले चाहिँ घरमा धेरै पछि चाहिँ यति धेरै रमाइलो मौसममा कति खुसी हुनुभएको छ मेरो बुढा चाहिँ। उता मम्मी पनि एकदम खुसी हुनुभएको छ। बुवा चाहिँ भित्र हुनुहुन्छ, आन्टी स्कुलमा जानुभएको छ, म चाहिँ यतै छु। अनि हामीहरू चाहिँ खानालाई एकदम रेडी भएर बसिरहेका छौँ। एकछिनपछि खाना पनि स्टार्ट गर्छौँ होला है साथीहरू। बुवा चाहिँ एकछिनपछि बुवा आउनुहुन्छ, भित्रै हुनुहुन्छ, बुवा रेडी हुँदै हुनुहुन्छ। त्यसपछि चाहिँ हामीहरू खाना लाग्यो। बुवालाई राखिदिएको छौँ, आन्टीलाई पनि राखिदिएको छौँ जगमा। साँझ आउनुहुन्छ, आन्टीलाई पनि दिनेछौँ। अहिले चाहिँ हामी 3 आमा छोरा चाहिँ एकदम आमा छोरा र बुहारी चाहिँ रमाइलो गरेर खाँदैछौँ है साथीहरू। मम्मी कति धेरै खुसी हुनुभएको, उता बुढा पनि मैले कति धेरै मिसाएर बनाएको छु भनेर भन्दै हुनुहुन्छ। साउन्ड चाहिँ स्किप भएको छ है साथीहरू। अब चाहिँ कति खुसी भएर भन्दै हुनुहुन्छ है मेरो बुढाले चाहिँ।